त्यो सिगार देखाउँछौँ त्यसो कपाल हैन त्यसो कपाल हैन कुकुरको भुत्ला काठमाडौँ कहाँ भन् त अनि म त भोलि जान्छु खेमेको रेस्टुरेन्टमा जान्छु क्याफेमा खेमेको हो छैन मेरो रेस्टुरेन्ट क्याफे होइन रे यो ल यो त त्यसको नाम मेरो पछाडि। क्याफे रेस्टुरेन्ट भनिदिरहेको क्या अब म यहाँ त्यस्तो देखिरहेको कसम भने कस्तो क्याफे रेस्टुरेन्ट हो ल यो त रुम हो क्या भित्र भित्र खेमेले के गरिस थाहा छैन त बिजनेस यहाँ के गरिस त हेरेर बस खेमे हेरेर बस छ्या म त यसलाई हेरेर बस्नु पर्ने म यसो भोलि घर जान्छु अनि पत्ता लगाउनु थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच बिग साउट आउट टु सर है अनि सुमन सरलाई पनि वेलकम यसो म छ भोलि सबजना घर मुरा ग्याङ जान्छु। सबजना वेलकम छ है अनि ट्याग लाएर ल है यता नसुने हल्का तारिफ गर त केटा हो हल्का तारिफ गर त मेरो कपालको बारेमा राम्रो छ भनेर भन्न त म खेमे घरमा छु नि ओहो, खेमे घरमा हो रे उहाँ आएर त यो मेरो घर भाइ यसलाई ठिक पार्दिएँ मैले अनि तँ के गर्छस् शाहरुख खान न्यू रुम हो रे के खेमेको न्यू रुम हो रे माथि गएन बाबुसँग माथि गएर कता हो छोरी कता हो छोरी कता हो छोरी कता हो छोरी को यसले फेरि छोरी ओइ खेमे तल एउटा कुरा भन्छु ल ओइ म भोटेर सुन न ओइ खेमे भन्न भन्न अस्ति त म चितवन गएको थिएँ नि त्यतिखेर मैले के अरे भोटिनी अनि हामी सबैजना भेटेको थियो अनि हाम्रो दिदी र भोटिनी चाहिँ स्कुटीमा गयो भोटिनी घर अनि मैले चाहिँ भोटिनीको छोरी त तिमी र म सँगै जानुपर्छ ल गाडीमा भनेर गएको थियौँ गाडीमा चढेर 1 घन्टाको बाटो होइन अनि त्यहाँ अगाडिको त्यहाँनिर अगाडिको दाइले यसरी भिडियो देखाएको थियो कि होइन रुक्नु त रुक्नु अरे होइन अनि तर अनि त खाएको तैँले भ्लग बनाएर चाहिँ होइन भोटिनी तिमीहरू खाएको काठमाडौँमा रुक्नु रुक्नु यो त मेरो मम्मी पो हो त अनि अर्को चाहिँ भनेको त यो अर्को त मेरो मम्मीको बोय फ्रेन्ड म त यस्तो अनि यस्तो गाडीको मान्छे सब हाँस्यो के अनि मैले चुलो भनेको होइन अनि हो त अनि मेरो मम्मीको बोय फ्रेन्ड अस्ति हामी काठमाडौँमा भेटेर आएको अरे गाइस म के गरौँ होला अब गाइस फसाइदियो यार फसाइदियो पहिला सुरुमा केही पनि छैन भनेर गफ हाने होइन लास्ट आउँदा यत्रो घरले छोरी है अब तनाव भयो बात तेरो पनि छ कि के थाहा के भने अरे बात तेरो पनि छ कि के थाहा त जस्तो बिगार काम गरी हिँड्दैन भरे फेरि खेमेका नि यत्रो छोरा निक्लेला नि फेरि है गाइज उनीहरू होइन हामी त मन पराएपछि त के अरे एकजनालाई मन पराउने हो क्या मन पराएपछि चाहिँ पुरै 7 जुनीसम्म उ गर्ने गरेर यस्तो बिहार काम गर्ने लभ देखाएको कस्तो हामी त्यो लभ देखाए ल भरे हेर देखाएको यसको लभ कस्तो हामी देखेको न तिमी बेला थ्याङ्क यू सो मच है थ्याङ्क यू खोइ त उतापट्टिबाट खोइ सकिन्न ए तँ जित्नु पर्ने हामी हाँसा ठट्टा पो गरेर तँलाई गेम जित्नु पर्ने ल पक हेर्न हेर यताबाट मलाई लास्टै खेमेले हेप्यो कि के उतापट्टि केही आउँदैन त ढलेको आउनु पर्यो क्या सर धेरै पर्दैन है कन्टिन्यू छ त पर्दैन उतापट्टिबाट आउँदैन पर्दैन केही आउँदैन भनेर हेपिरहेको छ छिटो आउँदैन पर्दैन हेत्तेरिका उताबाट आएपछि मात्र क्या हामीलाई पर्छ त हेपे यार गाइस लाइभ शेयर गर्नु त हेपे मात्र हो र यति बेलासम्म त बुझिसक्नु पर्ने हो होइन खोइ त म चाहिँ आएकै केटाकेटी हो म लाइभ आउँछु वेलकम ह्यापी न्यु इयर मलाई जोड ल आज भोलि त खोइ यसो न्यु इयर भनेर यसो पहिला केटाहरूसँग उ गरेको आमा मुख साटेर उच्रा गर्दै म त के भन्ने भइदिएर गाइस एउटा मेम्बर आट हान्नु त सबैजनाले आज कुपी रञ्जन खेल्नुपर्छ हो र को आज सबलाई ऱ्याक बनाउनु हो क्या धेरै पछि आएको छ होइन ड्याङ्की मस्त सबजनालाई अलराउन्ड हान्नुपर्छ कहाँ गयो त्यो लाइभ आउँछ रे जोइन गर भन्दैछ हामीले म र भोटी नै तँ एक्लै लाएछ तेरो दम छ भने जितेर देखा अरे गीत आउँदैन भनेर हेपेको हो के हो अब जित्न 2 जना 2 भर्सेस 1 मलाई पनि माया गरी मान्छे आयो भने फेरि जान्छ नि फेरि ओके ओके भन्यो फेरि आउँछ कि आउँदैन
मेरोमा सकेसम्म आउँदैन क्या भोटिनी गइरहेको आउँदैन आज बुझि त है जाँदा पनि भोटिनी भनेर त वाक्क दिक्कै बनाउनु भयो यार कसले जहाँ पनि क्या अब त्यो भोटिनीसँग के हो साँच्चीको र परे हो भनेको छ कहिले के भनेको छ हो भन्दैन त त्यसै नभनिकन त हो भनिसक्यो झन् हो भन्यो भने त झन् के होला हो भन्दा त गो 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 होला नि फेरि गो गो भन्छ तँलाई छ है तँलाई चाहिँ आनन्द है भोलिसोलि वेलकम छ है सबजना वेलकम छ है हाम्रोमा 1800 जना हुनु भइसकेको छ 200 जना भयो भने चाहिँ हाम्रो करिब 2000 जना यहाँ भोटिनी आएको छैन एकदम माया छ आई मिस यु सो मच माई फ्याम है लभली धेरै याद गरेँ कति भयो त नागाममा कति हाँसेको औ बिपुरे भाइ तँ आउने बित्तिकै म यताबाट लिफ्ट गर्छु ल आइज कस्तो आएकै छैन क्या अहिले चाहिँ गेम खेल्ने भने ए हुन्छ लास्ट हेपे गाई चाहिँ भन्दा चाहिँ तेरोमा खोइ कोही छैन दाइलाई फोन गरेको दाइ आउनु भने दाइ छिटो आउनु न भनेको खेमेर हेपिरहेको छ के तेरो टाउको ड्राफ्टमा रहेको भिडियो नै नछ केही छैन म भोलि बनाउनु लाग्यो त्यही पनि भिडियो गएको छैन केटा दिमाग ह्याङ भइरहेको छ ल गाइस ल अब पुरै सैलुङबाट चाहिँ गाइस डबल ट्याप गर्नु डबल ट्याप गीत गाउनु न अहिले एउटा ग्यालेक्सी हाने भने पनि हामीलाई सरर चोइट हो त्यसको 5 मिनट स्टिक चाहिँ ए 5 मिनट इंग्लिश लियो रहेछ नि हामीसँग हैन हेलो हेलो रे हजुर जोस खेमेले चाहिँ जोस रुम चाहिँ वाला बनाएको रहेछ दामी यहाँ चाहिँ हामीले त्यो काम अब यस्तो उयो बनाएको छ फ्रेम अनि यतापट्टि खेमिरहेको छ यहाँ बनाउनु बाँकी छ खत्रै होस्टिङ हुँदै गर्छ कि क्या हो फ्याट होइन जे यसरी बस्न मन लागेको थियो क्या पहिला अब आफूले होइन आफ्नै रुम आफैले डेकोरेट गरेर अनि जस त्यो गर्न पाएँ मैले खत्रै हुने रहेछ त्यसो भए के खतरा हुनु अरू चाहिँ सबै ढुस भइसक्यो के भइसक्यो सबै ढुस भइसक्यो हुँदैन ढुस तेरो टाइम लाग्यो होला नि त घर बनाएको हो खेमेले यत्रो कमाए बनाहाला नि एउटा घर बनाउनु सक्दैन र आछि के लाखौँ करोडौँ कमायो भन्दा क्या मलाई चाहिँ एउटा मिनी घर त बनाउन सक्छस् भो कस्तो मिनी घर के ऊ कपीमा बनाउने हो र कपीमा कलम सिसा कलमले घर ल घर थ्याङ्क यू सुषमा सिस गाइस एउटा रोज हाल्नु त अब हानौ ल गाइस बान्दाले रोज हाल्नु त त्यसरी माग्नु पर्छ क्या अन्त तार गाइस अनलाइन रोज थ्याङ्क यू लेस थ्याङ्क यू अली गाइस सकिन्छ भने अब सकिँदैन फेरि होइन त्यस्तो प्रकार छैन फेरि है अब गिफ्ट हाउस भने यस्तरी मजा लभले केटा हो हान्नु पर्यो लेट्स गो को छ त अब हाम्रोमा यसो चलपल साथीहरू कोही छैन मोहन ग्यालेक्सी खुल्या हेर्न वान ग्यालेक्सी कस्तो मजाले है वान ग्यालेक्सी